Guys, good morning, happy Saturday. म चाहिँ उठेर नुहाइधुवाइ गरेर सबै गरिसकेँ। बिने चाहिँ अझै सुत्दै हो। 10 साढे 10 बजिसक्यो त्यो ठग है। अब बिनेको त आज पनि काम छ, भोलि पनि काम छ। के अरे मैले चाहिँ के भन्न क्विकली आएको भने म चाहिँ भोलि हाम्रो म्याच हेर्ने प्लान पनि छ कि दिउँसो। अनि त्यही भएर म चाहिँ डे अफको भ्लग बनाउँछु भनेर भन्छु बिनेलाई भन्ने सोचिरहेको छु भोलि चाहिँ। तर गाइस द्याट्स नट इट ओके। के भने मेरो साथीहरूको चाहिँ एल्बम रिलिज छ कि यो सन्डे। अनि उनीहरूले लाइभ पर्फर्मेन्स गर्नु भने अनि मैले बिनालाई अस्तिबाट जाऊँ भनेको मान्दैन किन जाने हो र नजानी भन्छ होइन। त्यही भएर मैले चाहिँ के सोचेँ भने अहिले बस्दा बस्दा म टिकट काटिदिन्छु होइन। अनि त्यसपछि उसको कामबाट चाहिँ त्यो हाम्रो कन्सर्ट हुने ठाउँ चाहिँ 8 मिनट्स ड्राइभ मात्र हो कि। त्यही भएर मैले चाहिँ भोलि चाहिँ साँझ चाहिँ भ्लग बनाए जस्तो पनि गर्छु। अनि साँझ चाहिँ बिने काममा हुन्छ नि त, यहाँबाट बिनेको कपडा अनि खाना त खुवाउनै पऱ्यो बुढालाई होइन। लगेर अनि सिधै काममा जान्छु। अनि काममा गएर वहीँ खाना खुवाएर अनि कपडा चेन्ज गरेर त्यहीँबाट डाइरेक्ट लैदिनु पर्ला कि सरप्राइज भनेर। के छ लाग्यो मेरो आइडिया? त्यही भनेर टिकट काट्छु भनेर आएको कि म। इन्ट्रो त बनाइ हाल्नु पऱ्यो भोलि, जस्ट इन केस भ्लग बनाइयो भने सक्सेसफुल्ली भयो भने मान्छ जस्तो नि लाग्छ मलाई चाहिँ है। त्यही भएर लेट्स सी गाइज, लेट्स सी। Ticket is done. दुईटा टिकट लिए। अब we just have to wait. भोलिको लागि be ready to rock and roll. Guys, welcome back. I feel like आजको चाहिँ सोलो भ्लगै हुन्छ। सो के भयो भने म चाहिँ अब अर्जेन्टिनाको म्याच 11 बजेबाट सुरु हुन्छ। 11 बजेबाट सुरु हुन्छ। अहिले कति बज्यो? 10:40 भयो होइन। अनि जान लागेको थिएँ घर छेउको पबमा हेर्न जाने भनेर माइजूसँग। तर के भयो भने ओ माई गड काम। तर के भयो भने माइजू यहाँ आउनुपर्ने भयो बाबुको खाजा फ्रिजमा राख्नलाई। त्यही भएर आई थिङ्क आम गना जस्ट स्टे हियर वेट फर देम। अनि हामी सँगै जान्छौँ। अनि हाम्रो विनय सर चाहिँ हिजो चाहिँ रोशन दाइकोमा खाना खान जानुभएको थियो। त्यहाँ चाहिँ अलिक खानपिन चाहिँ अलिक धेरै भएर उठ्न सक्नु भएन। उहाँ डाइरेक्ट यहाँबाट काममा जानुहुन्छ अरे। अनि सोल्टी टाउको उठाउनै सकेन। सरप्राइज दिने लग्ने र के गर्ने टु फाइन्ड आउट। हेरौँ दिन कस्तो जान्छ। आल ट्राई होइन, पिकअप चाहिँ गर्छु। जान सकेन भने सकेन। जान सक्यो भने चाहिँ लान्छु। तर आई फिल ब्याड है। तर फेरि मैले त्यत्रो टिकट किनिसकेँ। We'll see. Right guys, we're here. Sub Argentinaको फ्यानहरु, we're here to watch the match. फर्स्ट गोल त मिस गर्यो हामीले गाडीमा आउँदै। तर फर्स्टको 10 मिनट मिस भयो। यस्तो भयो छानेको गेम फेन्ट भएर उठ्नै सकेन। G'day everybody, the old man is back doing an opening for our young Vanzi and Vinay. अहिले चाहिँ हाफ टाइम भइरहेछ। अर्जेन्टिनाले 1 गोल हानिसक्यो। We all are very happy. अब हेरौँ अगाडि के हुन्छ। मेसीको फ्यानहरु चाहिँ सबै रिल्याक्स भएको टाइम 3-1 अर्जेन्टिना र स्कोर टाइम पनि धन्यवाद अगस्ताई। धन्य यस्तो आँखा नआएछ। यस्तो हामी यस्तो केटी त ल्याऊ रे। यिनीहरूको भ्लग भाइरल हुन्छ। यिनीहरूको भ्लग भाइरल। आँखामा नजाम है, खानामा जाम मैले चाहिँ खाना खानु। Alright guys, ल अर्जेन्टिनाले जित्यो होइन। हामी अब त्यही गेम खेल्यौँ अनि खायौँ। अनि त्यसपछि म चाहिँ घर आएँ। अनि हाम्रो चाहिँ अब कन्टिन्यू छ है त त्यही। आई डोन्ट नो बिनाको के छ हालत कस्तो छ। तर कति बज्यो? 4 बज्न लाग्यो होइन। 4 बजी भनौँ, 4 बज्यो। सो म चाहिँ अब बेलुकाको लागि रेडी हुन्छु।
अनि बिनेलाई चाहिँ वहीँ गएर हेरौँ बिनेलाई चाहिँ प्लान अनुसारको चाहिँ म पिकअप गर्छु तर जस्ट इन केस बिने बिरामी अब सन्चो भएन जस्तो भयो भने चाहिँ रद्द गरिदिनु पर्ला है तर गाइस टेक यु लङ हाई गाइस म त अघि आएर रेडी हुन्छु भनेको मान्छे त न यस्तो मजाले निद आएछु 5:30 भइसकेछ अब उठेको छिटो रेडी भएर अब केही गर्दैन होला धेरै छिटो रेडी भएर बिनेको एकजोर कपडा हालिदिएर अनि जानु पर्ला अनि सोचिरहेको म चाहिँ रेडी भएँ फर द नाइट अब चाहिँ बिनेको चाहिँ के हालिदिने अब त प्रिपेयर थिएन नि त बल्ल लगाएँ जो होला अब कलर गइन्छस् नगइनछस् बिनेलाई के लैदिने के ला पनि थाहा होइन त्यही भएर अलिक ढिलो पनि भइसक्यो फेरि निदाउन पनि पऱ्यो है त्यही भएर खास केही पनि गरेन अब चाहिँ म घरबाट हेर्न लागेको दिस इज माई फेस फ्यु थिङ्स चेन्ज मैले चाहिँ ज्याकेट चेन्ज गरेँ भाइले यो राम्रो देखेछ भनेर मैले केही देखेको पनि छैन अँधेरोमा मैले कलरको के हो भएन उहाँ गएर फेरि दाइलाई पनि थाहा होइन कि दाइलाई सिधै कपडा लिएर उठाइदिनु लाग्यो कि दाइले चाहिँ उहाँ गएर दाइलाई हेर्छु मिलेन भने चाहिँ यो भाइलाई मैले कुद्छु है त लगाइस् ल भाइ बाई भन ल बाई ल बाई अलराइट गाइस अब हाम्रो यहाँबाट 20 मिनट्स ड्राइभ भनेर देखाएको छ सो बिने बी रेडी वी आर कमिङ फर यु बेबी बोय गाइस यार म काममा बिनेको काममा लिन आएको न I don't know if you guys can see होइन सुल्टी त गेम खेलेर बस्यो क्या ऊ हेर न त्यो बलिङ खेलेर आएको के स्नुकर अनि त्यही स्नुकर त्यो बुढोसँग खेलेर बसेछ यार 7 बजिसक्यो कति बेला निस्किने हो बिने गुरुङ वेलकम टु द बोर्ड बिने गुरुङ आइसियोस् म हजुरलाई पिकअप गर्न आएको नि म त यादै नगरेको कि फोन हेर्दा त पिकअप त ठिकै हो किन होला किन हो अनि कपडा लगाऊ अनि त्यसपछि वी आर गना गो टु द मोनोस लन्च पार्टी Yay! Album launch. Yes, baby. Monosको? Yes, baby. Are you excited? Super excited. कस्तो लाग्यो त सरप्राइज ल लगाऊ यो लगाऊ अब के गर्नु त के छ कि छैन थाहा होइन अनि मैले त हुडी र टी सर्ट ल्याइदिएको अब जुन मन लाउन मन लाग्यो त्यही लगाऊ यो के जाने होइन होइन मैले टिकट बुक गरिसकेको थिएँ कि हिजै Don't worry. टिकट पनि हो? Ticket is on me, yes. कहाँ फ्रीमा हो त नि? ओके बुढा थाकेछौ भनेको भए हुन्थ्यो बरु बाहिर जाने प्लानै बनाउनु अगाडि सरप्राइज हुन्छ तिमीलाई अब तिमीले मलाई सरप्राइज दिनु त टाढो गयो क्या मैले तिमीलाई सरप्राइज दिनु पर्दैन त म त ए बुढा आज सन्चो छैन त्यही भएर लिन आयो होला भनेको त होइन त्यो पनि हो यु आर 50% राइट तिमी सन्चो होइन त्यही भएर फोन गर्दै कस्तो छ भन्छ म त पनि म ठिकै छ भनेको त चेन्ज गर यहीँ तिम्रो कामबाट त 8 मिनट ड्राइभमा रहेछ कि सो इट्स गन बी फन है बेबी यहीँ हो यही हो अनि तिमीलाई गाह्रो भयो भने फर्किहाल्नुलाई के इट्स ओके ल अलराइट बेबी ल मिसन सक्सेसफुल गाइज लेडिज यदि तिम्रो पार्टनरले कतै नो भन्छ भने सिधै किनेर सरप्राइज दिने हो कि यसरी होइन त बेबी कस्तो के छ लगा मेरो सरप्राइज लाग्ने सामान लगा अब होइन यो नलगाउ न हुडी त लगाउँछु टी सर्ट चेन्ज गर्न न बाबा मैले टी सर्ट ल्याइदिन्छु ल अब यो टी सर्ट चेन्ज गर्ने कुराहरू त के देखाइराख्ने है गाइस ल म भ्लग यहीँ राख्दिएँ ल म हेर्छु बाई ओहो आज त सरप्राइज दियो सोल्टिनीले म अलिकति सन्चो भएको भए त अझै हे गर्न हाँस्थेँ होला बाँदर मुख देखाएर तर ठिक छ भोलि छुट्टी नै हो त्यसै फरक परेन अलिअलि सोल्टिनीलाई यसो रहर पनि लाग्छ यताउता घुम्नु ठिकै हो अब इभेन्ट त 9 बजे सुरु रहेछ सोल्टिनी मेरो कामको हिसाबले आएको भएर उनीहरूको
7 बजी लिन आयो बिचरा अब 2 घन्टा के गर्ने त भनेर अब भोक पनि लागेको छ खाना खाऊँ भनेर आएको अनि बाँकीको अहिले के हुन्छ किनभने हामी चाहिँ भियतनामिज खाना आएको अब त्यो खाएर अनि बल्ल सुरु हुन्छ होइन प्रोग्राम सुपवाला अन्त इभेन्टमा मात्र होइन खाना पनि हामी अब डिनर सिनर गरेर आनन्दले गइन्छ है ड्राइभ गरेर आएको छ ड्रिङ्क पनि एउटा स्ट्यान्डर्ड मात्र गर्नु मिल्यो होइन त्यही भएर ड्रिङ्क गर्ने होइन एउटा बियर मात्र खान्छु स्ट्यान्डर्ड ड्रिङ्क अन्त डेट नाइट जस्तो भयो म चाहिँ खाँदिनँ अनि त हिजै Alright, how was the dinner, baby? मिठो थियो Oh? मिठो थियो अब चाहिँ हामी 8:30 भइभयो अब जामै भित्र जाऊँ अनि भित्र छिर्यो पर्फर्मेन्स चाहिँ 9 बजी रहेछ अघि क्रिसलाई झ्याप्प भेटेँ चाहिँ तर स्टार्ट भइभयो पानी पनि पऱ्यो गइदिनु पर्दा भित्र गयो के गरेर बस्ने हो भनेर के गरौँ ज्याकेट लगाउँ र जाडो जाडो हुन लाग्यो जस्तो है अहिले एकछिनमा निकाल्छु है Guys, we are out and about. Thank you. Thank you. Didn't not you day? We got to see a lot of our friends. तर बिनेको ढाड दुखेर चाहिँ हामीले चाहिँ उनीहरू ब्याक स्टेजमा थियो तर कति धेरै मान्छेहरू थियो सो ब्याक स्टेजबाट भेट्न चाहिँ पाएन बिनेको अब थाकेर बिचारा पुरुतै परेको बिचारा So that's it for the parents night out. Keep having fun, guys. Keep chilling. We're gonna see you on next vlog. Ani vlog ta सक्यो. G'day everybody, Old Man is back doing the opening for my young Vanji. Vanji ko blog like please like. Vanji ko blog like please like. Vanji ko vlog dina. Dine vlog. Hey.